यो के हो भन्नु त ल गेस गरिसक्नु भयो होला सबैजनाले हाम्रोतिर चाहिँ यसलाई किम्बु भन्छ अनि अब तपाईहरुकोतिर चाहिँ के भन्छ थाहा भएन हाम्रो पूर्वतिर चाहिँ किम्बु भन्छ अनि त्यस पछाडी यस्तो मिठो भयो यो खाएको है म गएको थिएँ यो किम्बुको बोट देखेपछि त आहा यति धेरै यस्तो मजाले पाकेको छ कि यस्तो यो चाहिँ यति मिठो छ बोटमा टिपिराख्नु जस्तो खाइराख्नु जस्तो भएको आउनै मन लागेन किम्बुको बोट छोडेर घरमा त्यही पनि अब आउनु त पर्यो अनि त्यसपछि खाँदा खाँदा यति धेरै खायौँ हात पनि रातै भइरहेछ मेरो मम्मीले अझै टिप्दै हुनुहुन्छ भयो भयो भन्छु टिपेक हुन्छ बाई बाई